यहाँनिर देख्न सक्नुहुन्छ यो एसई रिजल्टको स्कुल लेजर मैले यसरी डाउनलोड गरेर राखिरहेको छु आफ्नो कम्प्युटरमा। अब विद्यालयहरूले चाहिँ एसई रिजल्ट आइसकेपछि आफ्नो विद्यालयको एसई रिजल्टको स्कुल लेजर कसरी डाउनलोड गर्ने यहाँनिर गरेर देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र तपाईहरूलाई चाहिँ यो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। र आउनुहोस् अब यो सुरु गरौँ कसरी गर्ने भनेर। जस्तै यसलाई पहिला बन्द गरिदिन्छु। अब स्कुल लेजर डाउनलोड गर्नको लागि सबैभन्दा पहिला तपाईँले आफ्नो कम्प्युटरमा एउटा इन्टरनेट चलाउने ब्राउजर खोल्नु होला। यहाँनिर मैले यो गुगल क्रोम खोलेको छु। यसरी यो इन्टरनेट चलाउने ब्राउजर खोलिसकेपछि यहाँ माथिपट्टि यो एड्रेस बारमा एउटा वेबसाइटमा जानुपर्ने हुन्छ, seeadmin.ntc.net.np। यो साइटमा हामी जानुपर्ने हुन्छ। यसमा तपाईँ जानुहोला। यो साइटको एड्रेस म यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनु छु, त्यहाँबाट पनि जान सकिनेछ। यो साइटमा जानुहोला। यसरी यो साइटमा आइसकेपछि यहाँनिर देखाउनेछ, देख्न सक्नुहुन्छ एसई रिजल्ट 2082 भनेको छ। त्यसपछि यहाँ केही अप्सनहरू दिएको छ। एउटा इन्टर स्कुल कोड भनेको छ, हामीलाई स्कुल कोडको आवश्यक पर्छ। त्यसपछि एकजना विद्यार्थीको सिम्बल नम्बर र उक्त विद्यार्थीको डेट अफ बर्थ यहाँनिर आवश्यक पर्छ। डेट अफ बर्थ राख्दाखेरि यो तलपट्टि दिएको फर्मेटमा राख्नुपर्छ। यसरी पहिला साल, महिना, गते र त्यसको बिचमा ड्यास राख्नुपर्छ। कुनै स्ल्यास अथवा डट राख्ने होइन, यो तल दिएको फर्मेटमा नै राख्नुपर्ने हुन्छ। अब जस्तै यहाँनिर म एउटा गरेर देखाउँछु। सबैभन्दा पहिला यो माथिपट्टि इन्टर स्कुल कोड भनेको छ, तपाईँले आफ्नो विद्यालयको कोड राख्नुहोला। त्यसपछि तलपट्टि एउटा विद्यार्थीको सिम्बल नम्बर राख्नुहोस् र तलपट्टि डेट अफ बर्थमा उक्त विद्यार्थीको डेट अफ बर्थ राख्नुहोला। यहाँनिर मैले यसरी स्कुल कोड, सिम्बल नम्बर र डेट अफ बर्थ राखिसकेको छु। अब यति गरेर यो सबमिट भन्ने अप्सनमा क्लिक गर्नुहोला। अब यति गरिसकेपछि यो स्कुल लेजर यहाँनिर यसरी देखाउनेछ। यहाँनिर देख्न सक्नुहुन्छ यो सबै लेजर देखाइसकेको छ अहिले। अब यसलाई हामीले आफ्नो कम्प्युटरमा डाउनलोड गरेर सेभ गर्नुपर्नेछ। कसरी गर्ने त? अब यहाँ डाउनलोड भन्ने कुनै अप्सन देखाएको हुँदैन। त्यसैले यसलाई सेभ गर्नको लागि पहिला यसलाई सिलेक्ट गर्नुहोला। सिलेक्ट गर्नको लागि तपाईँले किबोर्डमा कन्ट्रोलसँग ए प्रेस गर्नुहोला। यति गरेपछि यो सबै सिलेक्ट हुन्छ। यहाँ भएको सबै डाटाहरू सिलेक्ट हुनेछ। यो टेबल अनुसार नै सिलेक्ट हुन्छ, कुनै मिस्टेक हुँदैन। यसरी सिलेक्ट गरिसकेपछि यसलाई कपी गर्नुहोला। कपी गर्नको लागि कन्ट्रोलसँग सी प्रेस गर्नुभए पनि हुन्छ किबोर्डमा, अथवा तपाईँले यो सिलेक्ट भएको ठाउँमा राइट क्लिक गरेर कपी गर्नुभए पनि हुन्छ। यो कपी भयो। अब यसलाई कहाँ पेस्ट गर्ने त? अब पहिला आफ्नो कम्प्युटरमा एक्सेल खोल्नुहोस्। जस्तै यहाँनिर एक्सेल खोल्छु म। यहाँनिर स्टार्ट बटनमा गएँ, त्यसपछि एक्सेल भनेर यसरी लेख्छु। यहाँ एक्सेल देखाउँछ। अब यो एक्सेललाई खोल्नु पर्यो। एक्सेलमा क्लिक गर्नुहोला। अब जस्तै यो एक्सेललाई खोल्छु म। यहाँनिर मैले यो खोलेँ। भर्खर मैले कपी गरेको डाटालाई अब पेस्ट गर्नुपर्नेछ। पेस्ट गर्नको लागि राइट क्लिक गरेर पेस्ट गर्नु भए पनि हुन्छ तपाईँले सिधै यहाँनिर यसरी। अब यो नगरिकन तपाईँले किबोर्डमा कन्ट्रोलसँग भी प्रेस गर्नुभयो भने पनि यसरी पेस्ट हुन्छ। अब यहाँ सबै डाटा पेस्ट भइसकेको छ। यो माथिपट्टि देखाइरहेको मिलेको छैन कि जस्तो तपाईँलाई लाग्न सक्छ, त्यसो होइन, यो मिलेको छ। यहाँनिर तपाईँले तलपट्टि देख्न सक्नुहुन्छ यो सबै डाटा यहाँनिर टेबल अनुसार नै मिलेर आइरहेको छ। तपाईँले अब यो माथिपट्टिको हटाइदिनु भए पनि हुन्छ। यहाँनिर तपाईँले यसरी सिलेक्ट गरेर यो माथिपट्टिकोलाई यहाँनिर राइट क्लिक गरेर यसलाई डिलिट गरिदिनु भयो भने माथिको सबै हराउनेछ। अब यहाँनिर हाम्रो यो स्टुडेन्टको डिटेलहरू मात्र देखाउनेछ। अब यसलाई टेबल बनाएर राख्न पनि सकिन्छ। जस्तै यसलाई सिलेक्ट गरौँ, कन्ट्रोल ए गरौँ, यो सबै सिलेक्ट हुन्छ। त्यसपछि यहाँनिर होममा यो यहाँनिर बोर्डर राख्न मिल्छ। यसमा क्लिक गरेर अल बोर्डर गरिदिनु भयो भने यसरी अल बोर्डर बस्नेछ। अब यहाँनिर यो प्रत्येक विद्यार्थीको सिम्बल नम्बर र डेट अफ बर्थ अनुसार उक्त विद्यार्थीहरूको कुन कुन सब्जेक्टमा कुन कुन ग्रेडहरू आएको छ सबै यसरी देखाइसकेको छ। अब यसलाई तपाईँले सेभ गर्नुहोला। फाइलमा जानुहोस्, सेभ गर्नुहोस्। कहाँ सेभ गर्ने भनेर सोध्छ। जस्तै मैले डेस्कटपमा सेभ गर्छु। डेस्कटपमा यसको नाम मैले 1 2 3 भनेर राख्छु। अब यसलाई सेभ गरिदिउँ। अब मैले यहाँबाट यसलाई बन्द गर्छु। अब यो कहाँ सेभ भएको छ त? डेस्कटपमा सेभ भएको छ। यहाँनिर डेस्कटपमा 1 2 3 भन्ने यो फाइल आइसकेको छ, देख्न सक्नुहुन्छ। यसलाई मैले खोलेर हेरेँ भने अब यहाँनिर हाम्रो यो स्कुलको एसई लेजर यसरी आइसकेको छ। यस्तो किसिमबाट चाहिँ तपाईँले सजिलैसँग आफ्नो एसई रिजल्टको विद्यालयको लेजरलाई आफैले डाउनलोड गर्न सक्नुहुन्छ।